हेलो गाइस, आज चाहिँ हामी दक्षिणकाली मन्दिर यसो दर्शन गर्न पूजासुजा गरौँ भनेर गएको। त्यहाँबाट फर्किँदाखेरि यहाँ बीच बाटोमा पानी परेर यहाँ के भन्छ टौद बिग मार्ट नजिकै आइपुग्दाखेरि पानी परेर एकदमै यहाँ रेनकोट पनि नभएर रुम जान सक्ने अवस्था नै नभएर एउटा टिनको टहराको मुनि बसिरहेको छ। यो टिनको टहरा देख्न सक्नुहुन्छ। गाडी चाहिँ यता छ, यो अर्को गाडी चाहिँ यता छ। टिनको टहरा मुनि बसिरहेछौँ। पछाडि पानी देख्न सक्नुहुन्छ, यस्तो पानी परिरहेछ है। अगाडि पनि देखिरहेछ पानी, यस्तो एकदमै ठुलो पानी परेर यताउताबाट टिनको टहराले पनि टाउको मात्रै बसिरहेछ। तल पुरै खुट्टाहरू भिजिसक्यो। हाम्रो डिआर शर्मा दाइ, नमस्ते। हाम्रो चाहिँ हाम्रो कान्छो दाइ यता हुनुहुन्छ। अनि सानो छोरी चाहिँ हाम्रो यता छ। ल हाई गरिदियो छोरा, हाई गरिदियो। हाई ल त्यति ठुलो पानी परिरहेछ गाइज। अब के भन्नु है, स्कुटर चाहिँ यता भिजिरहेछ, यता बाइक भिजिरहेछ, यता पानी परिरहेछ, यता हाम्रो ठालु खलासी टाइपको छ, यसो देखिरहेछ होइन। ओ ल हाम्रो कान्छा दाइ चाहिँ यता हुनुहुन्छ। यता हेरिदिनु त एकछिन, यता हेरिदिनु छोरी, यता हेर्नु ल। म चाहिँ यता छु गाइज। हेलो हेलो, बिचमा रमाइलो छ। हो यार।